हुनका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाई उपकरणहरू क्षतिग्रस्त भएका लगायत समस्या देखा परेका विभागले जनाएको छ। गएको वर्ष असोज 11 र 12 गतेको अविरल वर्षा र बाढ़ी पहिरोबाट पनि खानेपानी तथा सरसफाई क्षेत्रमा 4 अर्ब रुपियाँ भन्दा धेरैको क्षति भएको थियो। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो। यसअघि शेयर धितोमा प्रभाव हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा 25 करोड़ रुपियाँ थियो। यसैगरी संगठित संस्थाको शेयर, डिबेन्चर तथा अरू लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ। केन्द्रीय बैंकले यस्तो लगानी 6 महिनामा भन्दा बढ़ी अवधिको लागि मात्र लगानी गर्न पाइने भनेको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भइ नसकेको संगठित संस्थाको शेयर वा डिबेन्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले 3 दिनभित्र त्यो शेयर तथा डिबेन्चर। आम नागरिकसँग गृह मन्त्रालयको आग्रह। बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क संरचना पुनर्निर्माण गर्न 12 अर्ब 38 करोड़ रुपियाँ लाग्ने अनुमान। वर्षाका कारण क्षतिग्रस्त सड़क खण्ड मर्मत कार्य सुरु र इजरायल र हमास बीच युद्ध विराम गर्ने सम्झौतामा हस्ताक्षर। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। यसपालिको चाडपर्व मनाउनुहोस् डिश होमको इन्टरनेट सँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 जना भाग्यशाली विजेताले पाउनुहुनेछ पूरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् एक जोडीलाई 4 रात 5 दिनको थाइल्यान्ड टुर। डिश होम, खुसीको बोनस। डिश होम इन्टरनेट। यसपालिको चाडपर्व मनाउनुहोस् डिश होमको इन्टरनेट सँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 जना भाग्यशाली विजेताले पाउनुहुनेछ पूरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् एक जोडीलाई 4 रात 5 दिनको थाइल्यान्ड टुर। डिश होम, खुसीको बोनस। डिश होम इन्टरनेट। रेडियो नेपाल ख नेपाल भाषा समाचार जो पेश पाखे निनादिस थौं नेपाल सम्बत 1145 कौलागा तृतीय आईसीसी T20 विश्वकप लेगु कासा नेपाल त्यागुदो ओमानिया अल अमरेते जुगु कासा पुचबी या नापंगु कासा नेपाल कुबेत ने जागु रन बुकुगु ख नेपाल ब्युगो सचिव पिनिगो रन्या आजुया त त्वातले त्योंगु कुबेत चिन्च्यागु फुति छगु ओभरे फुक्क विकेट कोथला चेसुंगु रञ्जक क्याफुगु ख नेपाल थौं जापनाप कासा मिति तेंगुदो। प्रधानमन्त्री सुशीला कार्की फागुन 21 गते निर्वाचन आयोगको तहिदिको दो विदेशी दुगु नेपाली दूतावास ओ न्यू कजिपिन्त पर्चुल नक्सा नोना पर्यटन लागा हाक्न सुरक्षित जुगु वेक्ला नितना दिला वेक्ला विदेशी दीपी नेपामी पिन्त दूतावास माक ग्वाली बितन उजम ब्यादिला प्रदर्शनया जोले भौतिक संरचना सिंगुली उकिया त देखे त पुनर्निर्माण कोष निसिंगु नाप वेक्ला कना दिला। सरकार देशे शान्ति सुव्यवस्था याना निर्वाचन यात सुता लाके त सकल नाप इनाप यागुदो कोचना त गुइले निर्वाचन यामागु तासे तिति पच्चिया इनाप यात सल ब्याका कोशीगु न गृह मन्त्रालय छगु सूचना पितसे थथे धागु ख
निर्वाचन आयोग वैको फागुन 21 गते नीति कोशुको प्रतिनिधि सभा निर्वाचन समिति सल या त थोय असोज 30 गते राजनीतिक दल तेता सतुकुदो आयोग विघटित प्रतिनिधि सभा प्रतिनिधि याइपी लिसे वंगु निर्वाचनी मोटिन छम वडा दुजतक त्यागु राजनीतिक दल तेता लिक्क वयाचुङ निर्वाचन तयार बारी सल या त पौछोगो आयोगका आयुक्त डाक्टर जानिकी कुमारी तुलाधर जानकारी ब्यादीको ख आयोग नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी एमाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी लिसिया दल तेतन पो छोगु ख आयोग थय असोज 20 गते निर्वाचन ज्यादल पित बोसान उगो आयोग आन्तरिक ज्याय योजना नीति जुगली निर्वाचन ज्याजुली सिम्पिसेले राजनीतिक दल लिसे सल लिपा निर्णय यागु आयुक्त डाक्टर तुलाधर कनादिला संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ओइगो फागुन 21 गते निर्वाचन यत सुतालाक कोचाकेत ज्यायना चोंगु धाइदिगुदो राष्ट्रिय समाचार समिति व गोरखा पत्र स्वेदनका वेक्न थते धाइदिगु ख भ्रष्टाचार मो यागु सुशासन यागु जेनजे आन्दोलन या जनधन या त दुवाला कारबाही यागु सरकार ज्या याना चोंगु वेक्ल यतना दिल नेपाली कांग्रेस पदाधिकारी मुजिया थौ चुनी तेंगुदो सभापति शेरबहादुर देउवा निनेसिया छतैले मुजिया शताब्दीको मुख्य सचिव कृष्ण प्रसाद पौडेल तहिदिगो ख लिपाङ्गो राजनीतिक अवस्था त दुवाले त होइगो आइतबार केन्द्रीय समिति मुजा सतोगुदो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार यागु दोपने निम पूर्व मन्त्री नाप नेमेसित विशेष अदालते मुद्दा दायर यागुदो पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ नाप नेमेसित मुद्दा दायर यागु ख पूर्व मन्त्री गुप्ता नेसंगु लाख कागु व नि यागु लाख क्यातेंगु अध्यय सार्वजनिक जुगु ख सरकार खुशीबा चलख शंगुगु सडक देख त जिन्नीगु अर्ब स्विच च्यागु कर देबा मालिगु थासे याक्न सडक देखेगु थागुदो भौतिक पूर्वाधार